केटाहरूले दारू बनाउँदैछ। भयो भयो फोटो खिचौँ न त लास्ट यसो उता केराबारीबाट हुँदै लेटाङ जाउँ अनि लेटाङदेखि माथि लेटाङको राजा रानी अनि राजा रानीदेखि माथि 3 जुरे 32 जुरे हुँदै त्यसरी गरौँ मलाई हुन्छ लु जाउँ न त जाउँ न र अब हामी धरानदेखि केराबारी हुँदै लेटाङ हुँदै लेटाङको राजारानी हुँदै अनि माथि 32 जुरे हुँदै जेफालेदेखि फेरि अर्को धनकुटाको राजारानी त्यहाँनिर चण्डी पूर्णे मेला लागेको छ त्यहाँ मेला निस्केर अनि यता डाँडा बजार हुँदै माथि ओखरे टावर हुँदै अनि लास्टमा यता के नाम्चेदेखि तल यहाँ माथि के हो झुप्पे डाँडा भन्छ अर्को नाम त मैले बिर्सिहालेँ के पो त्यो चतारा लाइनबाट जाँदैछौँ छाता चोक त्यहाँ त सिंहजीवी चोक हो धरानको सबै केटाहरू अब बाटो देख्दैन म अगाडि छु आउँदैछु सबै अलिकति बजार एरियामा चाहिँ अलिकति बिस्तारी नै जानुपर्छ अलिकति हल्ला बेसी हुन्छ बाइकको हामी चाहिँ यता देउरालीको बाटो बरकोट हुँदै देउरालीको बाटो जाँदैछौँ पर्क्यौँ होला एकछिन पर्खिने आएको छैन उनीहरू चारजना छ तिनीहरू आएन त हौ के भयो को छुटेको छ
खोइ एकजना कहाँ गयो जाउँ 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 भयो 2 4 6 खोइ ए भयो 10 जना पुग्यो नि हैन को सावन कहाँ गयो सावन ए जाँदै गरौँ लु जाउँ न त ल पर त खदम खोलाको खोलामा भेटौँ न त भाइलाई पर खदम खोलाको खोलामा आउँछ होला नि त त्यहाँ पुलमा केटाहरु आयो ल आयो 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 जाउँ जाउँ आयो केटाहरु आयो 2 4 6 1 7 8 9 10 2 जना पछाडि छ अझै आउँदैछ जाउँ 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 उयो अब पेट्रोल सबैले लगाएको छौँ होइन सकिहाल्छ चाहिँ माथि त्यो राजा रानी धनकुटाको राजा रानीमा त पाइहाल्छ नि जाउँ है कताबाट जाउँ बजार मेनबाटै जाउँ होला नि सुइसी मैले पनि त्यति मजाले त देखिनँ सुइसी लोकेसन हेर्नु पर्ने हुन्छ क्या लोकेसन क्या अफरोड छ नि सकअप गराउँदैछ अरे माशाल्लाह लोकेसन नै भेटिन त मैले त